गुरुलाई हामी भगवान स्वरूप मान्ने गर्दछौँ, तर शिक्षकको खाल ओढेका गिरोह भने यत्र तत्र रहेको पाउन सकिन्छ। केही दिनदेखि मोरङ जिल्ला सुन्दरहरिचा स्थित सुकना माध्यमिक विद्यालयमा त्यहाँका शिक्षकहरूद्वारा त्यहाँका छात्राहरू तथा अन्य विद्यालयका छात्राहरू समेत दुर्व्यवहारमा परेका घटनाहरू सार्वजनिक हुन थालिसकेका छन्। शिक्षकदेखि कर्मचारीसम्मको दुर्व्यवहारका घटनाहरूले गर्दा विद्यालयमा नै एक ठुलो प्रश्नवाचक चिन्ह खडा भएको छ। यस विद्यालयमा मात्र दुर्व्यवहारका घटनाहरू होइनन्। यो समाचार हेर्नुहोस्, जहाँ पोखराको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापकले छात्रामाथि गरेको दुर्व्यवहारको उल्लेख गरिएको छ। त्यसैगरी यो समाचारमा पनि शिक्षकले दुर्व्यवहार गरी दशरथचन्द नगरपालिकाको कालिका माध्यमिक विद्यालयका उक्त शिक्षकलाई बर्खास्त गरेको पाइन्छ। त्यसैगरी यो अनलाइन खबरको समाचार पढ्नुहोस्, जहाँ 8वटा दुर्व्यवहारका घटनाहरू व्याख्या गरेको पाइएको छ। यी त सार्वजनिक भएका घटनाहरू हुन्। यस्ता कति दुर्व्यवहारका घटनाहरू हुन सक्छन् जुन गाउँ समाजको डरले सार्वजनिक नभएका पनि हुन सक्छन्। मुलकी अपराध संहिता 2074 को दफा 225 बालबालिकालाई यौनजन्य अस्वाभाविक व्यवहार गरेको खण्डमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। त्यसैगरी बालबालिका सम्बन्धी ऐन 2075 को दफा 66 को उपदफा 3 को खण्ड क र ङ मा अश्लील तथा यौनजन्य झल्किने भनाइ र हाउभाउलाई अपराध भनी 3 वर्षसम्म कैद र 75,000 रुपियाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ। विद्युतीय कारोबार ऐन 2063 मा त महिलालाई विद्युतीय साधनबाट जिस्काउने, हैरानी गर्ने तथा अमर्यादित कार्य गर्नेलाई 5 वर्षसम्म कैद र 1 लाख रुपियाँसम्म जरिवानाको व्यवस्था समेत गरिएको छ। यस्ता दुर्व्यवहारका घटनाहरूमा सत्य तथ्यको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न आवश्यक रहेको छ। यस विषयमा सम्बन्धित निकायको ध्यान केन्द्रित होस् र सबैले न्याय पाउन्। धन्यवाद।